वेलकम भोज। हेलो एभ्रिवान एन्ड नमस्ते सबैजनालाई। आज पनि म फेरि मेरो नयाँ भ्लग सुरु गर्न लागिसकेर म जाँदैछु। आज मङ्सिर अन्तिम पिकनिक खानुको लागि मैले चाहिँ सरसामानहरू लिएर जाँदैछु र सबैजना भेला भएर खाने भनेर निर्णय गर्नुपर्छ। त्यही भएर म चाहिँ अलिकति ढिला भयो। यता छ सामानहरू हैन, सामान हेरेर फेरि जोगी नभन्नुला। अलिअलि सामानहरू जुटाएर खानुपर्ने रहर हुन्छ। त्यही भएर जाँदैछु म। माथि साथीहरू चाहिँ भेला भइसक्नु भयो अरे, त्यही भएर म निस्किँदैछु सरासर। अब मलाई साथीहरूले गाली त गर्छ, के गर्नु, आफ्नो गल्ती भएपछि त एक्सेप्ट त गरिहाल्नु पर्छ हैन। सबैजना खानुपर्ने हुन्छ र अहिले अन्तिममा के कस्तो मान्छे हुनेछ म सबै देखाउने छु र के कस्तो भान्सा गर्नेछन् हामी पिकनिकको लागि। ओके, हेर्दै जानुहोस्, म देखाउँदै जानेछु तपाईँहरूलाई हाम्रो मङ्सिर अन्तिमको पिकनिक के कस्तो हुनेछ त। हेर है त गाइज। अब अस्ति यही मेलिनी खाएको थिएँ र फेरि पनि हामी पिकनिक खाँदैछौँ र भान्सा गर्ने क्रममा यस्तो हुन्छ। केटाहरू रिसाएर बम भइरहेछ कि म चाहिँ अलिकति लेट भयो कि ढिलो भयो, त्यही भएर रिसाइरहेछ। अब एकछिनपछि थुप्रै मान्छे हुनेछौँ र थुप्रै हुनेछौँ। कति हुनेछ होइन। दिस इज कोदो जुस। हेर्न सक्नुहुन्छ गाइज, निगर बवाल नै छ, बास्ना नै मिठा रहेछ। ए मुला पिठो कसरी पात टिप्ने कहाँ छ? पुग्दैन नि, 42 जना छ नि। नर्मलले हुँदैन के, अलिकति धेरै नै चाहिन्छ। बालु मन से चलाउ न। डेन्जर छ है भात चाहिँ यार। खिर हो कि भात हो, घोप्टिन्छ है बिस्तारै। भिडियो जम्मा हुँछुको तिम्रो नाम के भयो? साइमनले बोलाउँछ। हामीले चाहिँ अब पिकनिक खानुको लागि सुरु भइसक्यौँ र खाना दिँदैछौँ। हेर्नुहोस् हाम्रो पिकनिक आजको के कसो हुनेछ। खाना खाँदैछौँ होइन, दिँदैछौँ। म चाहिँ दिने क्रममा र अरूले दिँदैछ, म चाहिँ भिडियो बनाउँछु। रस चाहिँ यता हाम्रो सर यस्तो छ होइन। बाक्सा दाल यता छ। यस्तै छ हाम्रो पिकनिक चाहिँ। हजुर मङ्सिर अन्तिमको रहेको छ हाम्रो पिकनिक चाहिँ होइन।
अब हामीले चाहिँ खाना खाइसक्यौँ र उता अलिअलि खाना बाँकी नै छ र अब के भन्छ अलिअलि अब नाच गान्ने हुन्छ होला र खासमा युट्युबमा चाहिँ देखाउनु मिल्दैन त्यही भएर म देखाउन सक्दिनँ र अब सर देखाउँछु र म बिदा नै चाहन्छु है जेजी केटाबाट चाहिँ यता खाना खाएर मस्तसँगले फोन चलाइरहेछ होइन अरे मा था छैन अंकल जी आराम से खा लो ना कौन चिल्लाता है हाँ लक्षण मैं माथा अंका Thanks for watching the video.